आजको यात्रा चाहिँ ह्याप्पी भ्यालीसम्म पानी परिरहेको अवस्था। हामी चाहिँ त्यहाँनिर एउटा मन्दिरको दर्शन गर्नको लागि यो चाहिँ आजको यो हामीले यात्रा गरिरहेको चाहिँ ट्राम भन्छ यसलाई, जुन चाहिँ हाम्रो नेपालमा पहिले थियो, धेरै वर्ष पहिले चल्थ्यो, जुन ट्रली बस भनेर, त्यही सिस्टमको हो। यसलाई कसरी मान्छेले जग्गाएर राखेको छ है, तर यो खुल्ला छ, पानीको छिटाएर आएर छ, त्यस मजा नै भइरहेछ। पानी मजाले परेको छ, आजको दिन रमाइलो भएको छ। मेरो स्पेसल मान्छेलाई चाहिँ भिज्यो अरे है। अब यसलाई भिजेको अवस्था केही छैन। घाम लागि छेकिदिउँला, पानीमा परे सेकिदिउँला, एक्ज्याक्टली कहाँ झर्नु पर्ने अब यो चाहिँ ट्रम्प भन्छ यसलाई। अहिले हामी यही मात्र चढाएको। यो चाहिँ एकदम पुरानो सिस्टमको गाडी, जुन यसलाई चाहिँ हङकङले चाहिँ एकदम जोगाएर राखेको छ। यसको एउटा जुन यसको चलन छ जोगाएर राखेको छ, तर सस्तो पनि छ यो चढ्नलाई है, एकदम आरामदायी पनि छ, सस्तो पनि छ। त्यति फास्ट चाहिँ छैन, तर ठिक छ यात्रा गर्नलाई, किनभने यहाँ पुरानो सिस्टमको हो, त्यसले गर्दाखेरि पुरानो। हङकङमा रहेको राम मन्दिर, कृष्ण मन्दिर, यो सबै मन्दिर ठाउँ रहेछ। यो चाहिँ ह्याप्पी भ्यालीमा चाहिँ